हेलो एभ्रिवान रिसेन्टली म मेरो हस्बेन्ड र बाबुसँग फर्स्ट इन्टरनेसनल भेकेसनको लागि सिङ्गापुर गएको थिएँ। हाम्रो फ्लाइट चाहिँ रातिको 10:50को थियो र हामी चाहिँ 8 बजीतिर एयरपोर्ट पुगिसकेका थियौँ होइन। ती आइपुग्दाखेरि चाहिँ हाम्रो बाबुको एक्साइटमेन्ट लेभल चाहिँ एकदमै हाई थियो र हामी पनि उसलाई देखेर एकदम दङ्ग पनि थियौँ होइन। अनि दङ्ग परेर हामी पनि खुसी थियौँ किनभने यो ट्रिप भनेको चाहिँ हाम्रो एकदम ड्रिम भेकेसन थियो होइन। हाम्रो फर्स्ट इन्टरनेसनल ट्राभल थियो, त्यही भएर पनि होला। बोर्डिङ पास लिँदाखेरि चाहिँ बच्चा प्रायोरिटी भएको कारणले गर्दा एकदमै सजिलो भयो हामीलाई। We're going around Singapore! त्यसै गरी इमिग्रेसनमा पनि बच्चालाई प्रायोरिटी भएको हुँदाखेरि चाहिँ एकदमै सजिलो र सहज रूपले हाम्रो इमिग्रेसन प्रोसेस पनि सकियो। हामीले लाइन पनि बस्नु परेन र बाबुलाई पनि त्यस्तो केही ट्रबल भएन। नेपालको यो व्यवस्था चाहिँ एकदमै राम्रो लाग्यो हामीलाई। त्यसपछि बाबु पनि एकदमै एक्साइटेड भयो, अब चाहिँ जाने टाइम हुन लाग्यो भनेर। अनि हामी बसतर्फ गयौँ। हाम्रो सिङ्गापुर एयरलाइन्स पनि रेडी थियो अनि अब बाबु पनि एकदमै एक्साइटेड र सिङ्गापुर एयरलाइन्स देखेर म पनि दङ्ग परेँ। भित्र पनि कति ठुलो होइन, कति राम्रो। बाबु त दङ्ग परेर कुद्दै कुद्दै खेल्दै खेल्दै गयो। रमाइलो सँगले हाम्रो यात्रा अब सुरु हुन्छ। सिङ्गापुर एयरलाइन्समा चाहिँ यसरी ब्ल्याङ्केटहरू दिएको हुँदो रहेछ इच सिटमा। बाबु पनि मक्ख पऱ्यो त्यो देखेर, हामी पनि मक्ख परेर बस्यौँ ओर्यौँ। अनि अब चाहिँ बाबु त अब सुत्नलाई रेडी भयो ब्ल्याङ्केट देखेर। सिङ्गापुर एयरलाइन्समा चाहिँ यसरी बच्चाहरूलाई खेलाउन पनि दिने रहेछ। अनि बाबुको एज वाइज चाहिँ उसलाई यो मेमोरी कार्ड दिनुभएको थियो। अनि बाबु त दङ्ग परेर फेरि खेल्यो, फेरि सुत्यो होइन। अनि अब रातिको टाइम भयो, हामीले पनि हाम्रो मिल पायौँ, खायौँ, चेयर्स गऱ्यौँ। अनि अब सुत्ने तयारी भयो, सुत्यौँ। अनि भोलिपल्ट बिहानै हामी सिङ्गापुर पुग्यौँ। यो चाहिँ हाम्रो बिहानको दृश्य हो होइन। बिहान हामी सिङ्गापुर पुग्यौँ। हजुरहरूलाई धेरै धेरै धन्यवाद।